म एउटा सेक्रेटरीको नाते र आज 26 जनवरी 2026 को दिन हामी गणतन्त्र दिवस हामी मनाउन यहाँ गइरहेका छौँ र हाम्रो उपस्थित हुनुभएको हाम्रो सम्पूर्ण अतिथि अनि हाम्रो वीर नारी साथै हाम्रो इएसएम पूर्व सैनिक अनि हाम्रो डिपेन्डेन्ट अनि नानीहरूलाई यो 2026 सालको 26 जनवरीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र विशेष हामी यो झण्डा उत्तोलन गर्नुभन्दा अगाडि हामी हाम्रो सिनियर वीर नारी दिदी मनमाया राईबाट दीप प्रज्वलन गरिदिनुहुन्छ भने म हजुरलाई आशा प्रकट गर्दछु र अहिले हाम्रो मनमाया राईबाट हजुर दीप प्रज्वलन गर्नुहुँदैछ। सावधान। अनि हाम्रो वीर नारीहरू सबै एकछिन खडा गरिदिनुहोस्। हाम्रो झण्डा उत्तोलन हुँदैछ र हाम्रो प्रेसिडेन्ट साहब धनकर्ण सुब्बा उहाँ अगाडि गइदिनुहुन्छ भने म आग्रह गर्दछु। প্রথম অর্ডারে পান 35%। साथै हाम्रो वीर नारी अनि उपस्थित हुनुभएको हाम्रो डिपेन्डेन्ट्स अनि नानीहरूलाई 1 मिनटको लागि हाम्रो स्वतन्त्र सेनानीको निम्ति मौन धारण गरिदिनुहुन्छ भने म हजुरलाई आग्रह गर्दछु। धन्यवाद। सबैले हामी भारत माताका एकपल्ट जय गरौँ होला र
हजुरलाई भेट्छु है र वन्दे 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 अमर शहीद अमर शहीद अमर शहीद हाम्रो भूतपूर्व सैनिक एकाडमीकी हाम्रो भूतपूर्व सैनिक एकाडमीकी हाम्रो भूतपूर्व सैनिक एकाडमीकी धन्यवाद हजुरहरू भित्र हाम्रो हलमा आगमन गरिदिनु होला र हजुरहरूलाई यहाँ चिया चमेनाको बन्दोबस्त गरिदिएको छ र हाम्रो एसएम दाजुभाइले दिदीबहिनीहरूलाई वीर नारीहरूलाई आफ्नो आफ्नो जग्गामा राखिदिनुहुन्छ भने म नम्र निवेदन गर्दछु।